आज हामी प्रहरी नियमावली 2071 पढ्छौँ। प्रहरी नियमावली 2071 अनुसार प्रहरी महानिरीक्षकको काम कर्तव्यहरू के हुन्छन् त्यसबारे हामी पढ्छौँ आज। कि प्रहरी नियमावली 2071 को दफा 53 अनुसार प्रहरी महानिरीक्षकको काम कर्तव्य अधिकारहरू निर्धारण गरेको छ है। त प्रहरी महानिरीक्षक कार्यालय र सो मतहतका सबै प्रहरी कार्यालयहरूमा सामान्य नियन्त्रण, रेखदेख गर्ने र निर्देशन दिने जस्ता काम प्रहरी महानिरीक्षकले गर्दछ। प्रहरी अतिरिक्त महानिरीक्षक र प्रहरी नायब महानिरीक्षकहरूको काम कारबाही उप उचित रेखदेख तथा नियन्त्रण गर्ने। अर्को हो कि प्रहरी सङ्गठनको काम कारबाहीलाई प्रभावकारी बनाउन आदेशको श्रृङ्खलालाई प्रभावकारी रूपमा लागू गर्ने वा गराउने। प्रहरी मतहतका प्रहरी कार्यालयहरूबीच समन्वय र सहयोगको वातावरण कायम गर्ने वा गराउने। अर्को हो कि प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्न, कार्यदक्षता एवं कार्य सम्पादन क्षमता अभिवृद्धि गर्ने, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न आवश्यक नीति तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्ने वा गराउने। अर्को हो कि प्रहरी कार्यालय तथा प्रहरी कर्मचारीहरूको कामको मूल्याङ्कन गरी सजाय, पुरस्कार, सरुवा, बढुवा लगायतका वृत्ति विकासका कार्य गर्ने वा गराउने। अर्को हो प्रहरी सेवालाई समयानुकूल र जनमुखी बनाउन नीति एवं योजना तर्जुमा गरी लागू गर्ने वा गराउने। अर्को हो मानव अधिकारको संरक्षण सम्वर्धन गर्ने वा गराउने, असहाय महिला तथा बालबालिकाका हक अधिकार संरक्षण सम्बन्धी विशेष योजना बनाई कार्यान्वयन गर्ने वा गराउने। सामाजिक सद्भाव बिथोल्ने, सुरक्षा प्रतिकूल, गैर कानुन एवं गम्भीर आपराधिक क्रियाकलाप र असाधारण अवस्थाको राजनीतिक गतिविधि सम्बन्धी प्रतिवेदन यथाशीघ्र मन्त्रालयमा पठाउने काम प्रहरी महानिरीक्षकको रहेको छ। अर्को हो कि सुरक्षा प्रतिकूल, गैर कानुन एवं आपराधिक क्रियाकलापको रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा आवश्यक योजना तर्जुमा गरी प्रभावकारी रूपमा लागू गर्ने र गराउने काम प्रहरी महानिरीक्षकको रहेको छ। कि प्रचलित कानुन बमोजिम प्रहरीले अनुसन्धान गर्ने भनी तोकिएका अपराधहरूको अनुसन्धान प्रभावकारिता अभिवृद्धि गर्नका लागि आवश्यक नीति तथा योजना बनाई कार्यान्वयन गर्ने र गराउने। अर्को हो कि प्रहरी कर्मचारीहरूको पिरमर्का व्यवस्थापनको उचित व्यवस्था गर्ने वा गराउने। अर्को हो कि प्रहरी कर्मचारीहरूलाई आवश्यक पर्ने समयानुकूल प्रशिक्षणको व्यवस्था गर्ने। अर्को हो कि विपद व्यवस्थापन र पीडितको उद्धार कार्यमा प्रहरीलाई तदारुकताका साथ सङ्कलन गराउने। अर्को हो कि अन्तर्राष्ट्रिय प्रहरी सङ्गठनसँग सम्पर्क तथा समन्वय राख्ने। अर्को कि वर्षमा एक पटक प्रत्येक क्षेत्रभित्रका कम्तीमा 3 जिल्लाका प्रहरी कार्यालयहरूको निरीक्षण गर्ने र सोको प्रतिवेदन मन्त्रालयमा पठाउने। अर्को हो कि देशको आन्तरिक शान्ति, सुरक्षा, सुव्यवस्था सम्बन्धी विषयमा नेपाल सरकारलाई राय सल्लाह दिने। अर्को हो कि नेपाल सरकारबाट प्राप्त निर्देशन अनुरूप कार्य सम्पादन गरी प्रतिवेदन पेश गर्ने। अर्को हो कि अन्तर्राष्ट्रिय समुदायबाट शान्ति स्थापनार्थ नेपाल प्रहरीको माग नभई आएमा प्रहरीको माग भई आएमा नेपाल सरकारबाट स्वीकृति भए बमोजिम खटाउने व्यवस्था मिलाउने। अर्को हो कि सुरक्षासँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यशाला, गोष्ठी, तालिम तथा अध्ययन आदिमा नेपाल प्रहरीको सहभागिताका लागि मन्त्रालय समक्ष राय एवं सिफारिस पेश गर्ने। अर्को हो प्रहरी प्रशासनको वार्षिक प्रतिवेदन मन्त्रालयमा पठाउने। अनि अर्को हो कि प्रचलित कानुनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने वा गराउने। यसरी यस नियमावलीले प्रहरी ऐन लगायतका अन्य कानुनले तोकेका बमोजिमका काम निर्धारण गरेको देखिन्छ।